नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर, देश र जनताको नाममा शपथ लिन्छु कि प्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानुनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन। यसपछि नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई आफ्नो आसनमा रही सभापत्रमा हस्ताक्षर गराउन अनुरोध गर्दछु। नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई राष्ट्रपतिको कार्यालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। अब म नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्माननीय ज्यूहरू समक्ष बधाई तथा शुभकामना ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहका परिवार हामीले यति बेला देखिरहेका छौँ। यो दृश्यमा परिवार सहित फोटो सेसनको कार्यक्रम रहेको छ र भर्खरै मात्रै पद तथा गोपनीयताको शपथ सम्पन्न भएको छ, लिनु भएको छ र यति बेला परिवार सहित फोटो सेसनको कार्यक्रम हुँदैछ। प्रसारण यहाँहरू समक्ष देखाइरहेका छौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 76 को उपधारा 1 बमोजिम प्रतिनिधि सभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा आजै मात्रै नियुक्त गर्नुभएको हो र अहिले भर्खरै उहाँलाई पद तथा गोपनीयताको शपथ पनि गराउनु भएको छ राष्ट्रपति पौडेलले। र नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले एउटा इतिहास कायम गर्नु भएको छ। लोकतन्त्र स्थापना पछिका
36 वर्षका बालेन्द्र शाह कान्छा प्रधानमन्त्री पनि बन्नु भएको छ र यो फोटो सेसनको काम पनि सम्पन्न भएको छ। दलको हैसियतबाट वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा जानकारी गराउन चाहन्छु। मन्त्री अर्थ मन्त्रालय माननीय श्री सुदन गुरुङ मन्त्री गृह मन्त्रालय, माननीय श्री शिशिर खनाल, माननीय श्री विराज भक्त श्रेष्ठ मन्त्री ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, माननीय श्री खड्गराज पौडेल मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, माननीय श्री सस्मित पोखरेल मन्त्री शिक्षा विज्ञान प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालय, माननीय श्री निशा मेहता मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन सहकारी तथा गरिबी निवारण, माननीय श्री शोभिता गौतम मन्त्री कानून न्याय तथा संसदीय मामिला मन्त्री, माननीय श्री गीता चौधरी मन्त्री कृषि तथा पशुपक्षी विकास वन तथा वातावरण, श्रम रोजगार तथा सामाजिक सुरक्षा, माननीय श्री सीता बादी मन्त्री महिला बाल बालिका तथा ज्येष्ठ नागरिक, सम्माननीय राष्ट्रपतिज्यू समक्ष मन्त्री पद तथा गोपनीयताको शपथ लिनुहुन नवनियुक्त माननीय मन्त्रीज्यूहरू मन्त्री स्वर्णिम वाग्ले, माननीय मन्त्री सुदन गुरुङ, माननीय मन्त्री शिशिर खनाल, माननीय मन्त्री सुनिल लम्साल, माननीय मन्त्री विराज भक्त श्रेष्ठ, माननीय मन्त्री खड्गराज पौडेल, माननीय मन्त्री सस्मित पोखरेल, माननीय मन्त्री निशा मेहता, माननीय मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा, माननीय मन्त्री प्रतिभा रावल, माननीय मन्त्री शोभिता गौतम, माननीय मन्त्री गीता चौधरी, माननीय मन्त्री दीपक कुमार शाह र माननीय मन्त्री सीता बाबीज्यूलाई मञ्चमा आमन्त्रण गर्दछु। शिशिर खनाल, भौतिक र शहरीमा सुनिल लम्साल, ईश्वरको तेस्रो जनताको नाममा शपथ लिन्छु कि मन्त्री पदको जिम्मेवारी प्रचलित कानुनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ वहन गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा